कसैले पनि नपठाउने कुरो भयो कि यो यस्तो सिचुएसनमा हामी चाहिँ अहिले यो ठ्याक्कै खोलाभन्दा अगाडि यो ठाउँको नाम सत्र नम्बर तर उसमा छौँ। तर यस्तै कारणले विकास भने यही हो, देशमा विकास यही नै हुन्छ होला त। अनि बाटो एकतर्फी बाटो, अनि गाडी आएर यहाँ एउटा चाहिँ सिँचाइको राखेर चाहिँ सिँचाइको चाहिँ बाहना बनाएर यहाँ कसैले गर्न चाहन्छ भने यस्तै तरिकाले विकास हुन्छ त यो ठाउँमा। यो कुरा चाहिँ सरकारले ध्यान दिनु पर्यो। भूवर्ग विधि आएर यहाँ के छ कसो सब युज गर्दैछ कतिखेर आउँछ यस्तो कि यहाँ बुझे अनुसार चाहिँ यो बोरिङ थियो, बोरिङबाट मेरो पानी फाल्थ्यो अरे है। अब लामो समयसम्म पानी फाल्दा त्यो धुँडलो बनिसकेको छ कि यो बाटो पुरै त्यहाँभित्रको त्यो खोतले त्यहाँ सिद्धियो होला। त्यो जालो मात्रै बाँकिरहेको कि साथै गयो कि गरम सिङ भयो। यो घर पनि डेन्जर, यो घर पनि डेन्जर यो हिसाबले।